6 गते गर्दैन बसबाट 1.5 घन्टा जसरी अहिले तपाईँसँग बोलिरहेको छु राजासँग यसरी प्रस्तुत गरेको हो। दिस बुद्धिज्म मोडल र म श्रीलङ्काको मोडलमा मात्रै चेन्ज गर्न सक्छु। हामीले भिलले राजा निकालिदियौँ अरे राजा इन्द्रले निकाल्या हो र? राजा त इन्द्रले निकाल्या होइन। संविधानमै चेन्ज गर्नुपर्छ राजा राख्ने भनेर होइन भने यी मान्छे किन कराउँछन् त? बुद्धि नभएर होइन, बुद्धि नभएर बुद्धि भएका भए त आर्थिक विकासमा लाग्छ नि त। भएको यति मात्रै हो। ऊ सुध्रिने बित्तिकै 7 दिनका दिन अर्को सिनारीमा जान्छ। यहाँ केपी ओली त्यो कुर्सीमा पनि हुँदैनन्, शेरबहादुरजी पनि हुँदैनन्, प्रचण्डजी पनि हुँदैनन्, त्यसका 20 जना हुँदैनन् भनेपछि 50-60 जना 100 जना जान्छन्। अनि जाने त फेरि त्यो कानुन अनुसार सस्पेन्ड गर्नुपर्छ। यहाँ 26औं अरब ऋण भयो, ऋण लागेको ठाउँ 20% नै लागेको छैन, 80% खाएको छ। उनीसँग देखावटी पैसा 2 करोड पनि थिएन। ट्रम्पले जुन खालको अभिव्यक्ति दिए फ्रड हुन् यिनीहरू भनेर नेपाललाई कोट गरेर, यसले भोलि आउने एडमाथि पनि प्रश्न भयो। ग्रे लिस्टमा जो पर्यो त्यसलाई बल पुर्याउने काम पनि भयो। संसारभरि अब आर्थिक रूपमा नेपालले अब जटिलता बिहोर्नु पर्ने स्थिति आयो, अब त बाँच्नै नसकिने स्थिति आयो भन्ने कोणबाट एकाथरीले व्याख्या गरेको स्थिति छ। अर्काथरीले यो प्रणाली नै समस्या हो। एकातिरबाट अब एड आएन भने यो प्रणाली चल्नै सक्दैन, तुरुन्तै प्रणालीमाथि सोच्नु पर्यो, होइन भने जटिलता आउँछ भनेर प्रणाली फेरियो भने चाहिँ जतासुकै जेसुकै रोकिए पनि हामी टिक्छौँ भन्ने कोणबाट मानिसहरूले विश्लेषण गरिरहेका छन्। यहाँ एकैचोटि अर्थ र राजनीति खाब्जे पर्यो। ट्रम्पले आर्थिक पाटोबाट उठाइदिए, यता यसबाट सामना गर्नका निम्ति प्रणालीमाथि सोच्नुपर्छ भन्नेहरूको पनि यहाँ बहस सुरु भयो। ठ्याक्कै के हो यो बताइदिनुहोस् त? सङ्कट कस्तो हो? अब प्रणाली सुधार्दा यो सङ्कट टर्छ कि टर्दैन? अर्थात् कसैले एड दिएन भने बाँच्नै सकिँदैन भन्ने खालको स्थिति नेपालको हो कि होइन? तपाईँले यसलाई कसरी हेर्नु भएको छ? यहाँ अर्थ र राजनीति दुइटै जोडियो र मैले तपाईँलाई निमन्त्रणा गरेको, बताउनुहोस् त। ठिक छ, अब यसलाई म कसरी विश्लेषण गर्छु भने ट्रम्पले जुन हिसाब किताबमा अहिले संसारमा अब यो 1950 देखिको जुन कोरिया युद्धदेखि लिएर उत्तर भियतनामको युद्धदेखि लिएर कहाँनिर गर्दाखेरि उनीहरूले 20औं खरब 50औं खरब भगाइसकेका छन् र आफू बचिरहेका छन्, अहिले पनि उच्चमा छन्। उनले भन्नु म सेभ गर्छु भनेर सिम्प्याथी भनेर कुनै पनि देशमा घरमा धेरै भिड भएको कसैले मन पराउँदैनन् र जुन खोला चिजलाई अमेरिकनले मन नपराएर यो चाहिँ डेमोक्रेटले होइन कि ट्रम्पले गर्छ यी जम्मै कुरो चाहिँ हामीलाई चाहिँ सीमित गर्नु पर्यो भनेर जुन इङ्ल्यान्डले पनि EU छोडे जस्तै ट्रम्पले बोलेका कुरा सही हुन्। तर मलाई लाग्दैन कि यहाँ सही कुरो प्रयोग गर्यो प्रयोग गर्यो भने एड अथवा लोन आउँदैन भन्ने कुरो होइन। लोन र एड लिएर 80% चाहिँ हामी 60% उतै पठाउँछौँ, 20% 90% लुट्छौँ, 10%ले त्यसको आउटपुट दिँदैन। भएको त्यति नै हो, लोन या एड जेसुकै होस्। रह्यो अब यसको सल्युसन छ। सल्युसन हरेक देशले सो उपार्जन गरेर व्यापार गर्नु पर्यो, या त ट्रेड चल्नु पर्यो। अर्को देशबाट ल्याएको ट्रेड खुला सिमाना हुनु पर्यो, ट्रेड गर्नु पर्यो। र कुनै पनि चिज सास बिनाको प्राणी हुँदैन, यो यथार्थ हो। र आर्थिक बिनाको राज्य राजनीति र घर पनि चल्दैन। र त्यो स्थिति त मैले पटक पटक यो 25औं वर्षको अनुभव मेरो प्र्याक्टिकल एजुकेसन जुनले जोगाएको छु, मैले बाँडेर हिँडेको छु, मेरो यो आख्या छैन। र रह्यो हाम्रो समस्या भनेको जुन अहिले जुन बोलेर चाहिँ यो चाहिँ प्रणाली नै बदल्नुपर्छ भनेर भन्ने मान्छेको दिमागमा दिमागी क्षमता सकिएको अथवा साइकिटिक भएको मान्छे भन्छु म। किन भन्नुहुन्छ भने 40 वटा इस्लामिक गणतन्त्र छन्, त्यहाँ पनि मल्टिपार्टी छ, एक पक्षीय छैन। र अर्को अधिकांश देशमा मल्टिपार्टी सिस्टम छ। कतिमा फेलियर हुनन्, कुनैमा धेरै भ्रष्टाचार होला, कुनैमा कम होला, त्यति मात्रै हो। र आज प्रणाली फेर्ने भनेको बहुदलीय व्यवस्था भएन, राजाले हुकुम गर्नुपर्छ भन्न खोजिया हो यिनीहरूले। त्योभन्दा अर्को यिनीहरूले प्रोजेक्ट प्लान त दिएको छैन। स्वयं राजाले अस्ति चाहिँ फागुन 7 गते दिएको अभिव्यक्तिमा हामी यहाँ पुग्यौँ आर्थिकले, अब हामी यो प्रोजेक्ट दिन्छौँ, तिमीहरू जनता आयो, हामीले छोडिदिएका थियौँ अस्ति, तिमी जनता आयो यो दिन्छु भनेर प्रोजेक्ट त दिनु पऱ्यो नि। या त राजेन्द्र लिङ्गदेनले दिनु पऱ्यो, दुर्गा प्रसादले दिनु पऱ्यो। उनीहरूसँग प्रोजेक्ट के छ? दुर्गा प्रसादीसँग मडवारी खेल्ने,
अनि मनवारी खेर्दा जिन्सी भइसकेका छ, नगद छैन। र अर्को कुरो म केपी ओलीलाई चोख्याउन खोजे होइन। केपी ओलीले नेपाली नोट लगेर त्यो उसमा कम्बोडियामा राख्या हो, सम्भव छ? नेपाली नोट कहीँ चल्छ हाम्रो सिमाना पछाडि? चल्दैन भने डलर कहाँबाट लिएर गयो त? पहिलो कुरो दुर्गा प्रसादले त्यो जवाब दिनु पर्यो। हाउ कलेक्ट म आउँछ त्यो, मलाई थाहा छ, त्यो एक दुईचोटि तपाईँ कहाँ बोलिसकेको छु। कुनै मोडलले ल्याउन सकिन्छ, ल्यायो भने त त्यसको कनेक्सन इत्यादि कम्पनी खोलेर यो गरे भनेर जम्मा के हाम्रो सुमार्गीलाई जसरी गरेका थियो उसले पैसा लिएर आएको 12-13 अरब लिएर आएको थियो, त्यो प्रचण्डको पैसा यहाँ वाइट बन्दैन इत्यादि गर्नु त्यो कि त्यो मोडलमा जानुपर्छ। नभए यहाँ पैसा जिन्सी भइसकेका छन्, लानेले लगिसकेका छन्, डलर बाहिरै गरेर लग्यो होला, म भन्छु लगेन भन्दिनँ, तर त्यसको त प्रुफ चाहियो नि त। भने अर्कोतिर केपीजी, माननीय केपीजी, सम्माननीय भन्दैन, प्रधानमन्त्री भन्दैन म, ऊ यो देशै असंवैधानिक भनेर हिँडेको मान्छे मैले भने होइन, संविधानको धारा 71ले भन्छ। धेरै साथीहरू हाम्रा चाहिँ पत्रकार साथीहरू के भन्छन् भने कसरी भयो भने अलि साधारण त नेपाली बुझेको हुनुहुन्छ, नेपालीमै छ त्यो संविधानको धारा 71ले राष्ट्रपतिले प्रधान न्यायाधीशसँग शपथ ग्रहण गर्नुपर्छ, प्रधान न्यायाधीशले गराएको होइन। अयोग्य भएपछि अयोग्यले नियुक्ति गरेका मान्छे त अयोग्य नै हुन्छ, उसले अयोग्य नियुक्ति गरेको सरकार बनाएको के पनि जम्मै अयोग्य हुने। र दुईटा राष्ट्रले तिम्रो राजदूत फिर्ता गर्छु भनेर 1 महिनाभित्र भन्ने अवस्था बनिरहेछ डकुमेन्टली, हल्ला गरेर होइन। त्यस कारणले मलाई लाग्दैन कि यिनीहरूले अब राजालाई लगेर राखिदिन्छन्, हातमा समातेर राजा आउँछन् टुँडी खेलमा, अनि समातेर निर्मल निवासमा गएर लिएर आएर भित्राइदिनु पर्यो। त्यो भित्राउन त्यहाँ जाँदाखेरि चुप लागेर त बस्दैन होला। अस्ति गिरिजाप्रसाद कोइरालाको एमाले र काङ्ग्रेस 7 दल लड्दाखेरि टाउको फुट्दा पनि भएन नि त। त्यही राजा ज्ञानेन्द्रको घाँटीमा पासो झुन्नाएर उसलाई संसद पुनर्वाली भनेपछि यिनीहरू वैधानिकता भएर त्योभन्दा अगाडि रत्न पार्कमा संसद बस्या छ, अनि पाटनमा संसद बस्या छ, यिनीहरू लिगल भएनन्। सिंहदरबारमा पसेर उसले बोलिदिएपछि लिगल भयो नि त। आज उसलाई कसले लिगल आइलाज गरिदिने? कसले गरिदिने? सेना आउने पालिपट्टिबाट मन्त्रीले सेना पठाइदिनुहुन्छ यहाँ, अथवा हाम्रा चाहिँ यहाँका कामु प्रधान न्यायाधीश हाम्रा अशोक सिग्देलले पठाइदिनुहुन्छ? त्यो त म सम्भव देख्दिनँ। किन न्यायाधीश होइन, प्रधान सेनापति अशोक सिग्देल त कामु प्रधान सेनापति, तपाईँले प्रधान न्यायाधीश भन्नुभयो। प्रधान सेनापति भनौँ न, सेना प्रमुख, उहाँ प्रधान सेनापति पनि होइन। अनि रामचन्द्र कामु मात्रै हो उहाँ। हो नि, रामचन्द्रले शपथ ग्रहण गराएर नियुक्ति गरेको मान्छे त कामुभन्दा अर्को कहाँबाट हुन्छ त? रामचन्द्र आफै कन्फर्म राष्ट्रपति होइन, चुनावसम्म म कुरा गर्दिनँ। उनी चुनिएर बसेका छन्, शपथ ग्रहण भएन, सक्यो। उनले गरेका पनि जम्मै अयोग्य हुन्। त्यस कारणले रह्यो अब आर्थिक पाटोमा भन्नुहुन्छ भने यहाँ 6 महिनाभित्र 10,000 मान्छेलाई रोजगारी र प्रोडक्सन मलको जुन यिनीहरूले 60 अरब जुन बहिष्कार गरिरहेछन् त्यो 3 वर्षमा सबै हुन्छ। यहाँ मल उत्पादन तुरुन्त हुन्छ, यहाँ केही पनि गर्दैनन् नि त त्यतापट्टि। होइन, गर्नै हुँदैन, किन कमिसन मर्छ नि त। जनता विकसित हुन्छन्, आफ्ना काम लाग्छन्, ती 50% मान्छे फिर्ता आउँछन्। र एउटा गीत छ जो कि तपाईँहरू जन्मिनुभन्दा अगाडि इन्डियाको इन्दिरा गान्धीको अनुरोधमा बन्द गरिएको 45 दिन जम्मी 45 दिन बजेको गीत छ। फर्क है फर्क नेपाली तिमीलाई डाक्छ हिमाली, मायाको आमाको माया बराबर कोही छैन यहाँ पराई भनेर गाएको गीतले भारतीय गोर्खा रेजिमेन्ट खाली हुने पर्यो। राजीनामा चङ्ग आएपछि म यो गर्छु भनेर इन्दिरा गान्धीले राजा महेन्द्रसँग गरेपछि त्यो गीत ब्यान्ड अस्ति पनि 1 वर्ष अगाडि गएर मैले रेडियो नेपालको उसमा चाहिँ अर्काइभमा सुने, उनीहरूले सुनाए। मलाई देऊ न भन्दाखेरि निर्णय गरेर नेपाल सरकारको लिएर आइज, नभए त हामीले दिने मिल्दैन। त्यो गीत, दुईटा गीत यदि नेपाल बन्द भएन भने 50% नेपाली सिधै आउँछन् र एनआरएम पनि आउँछन्। यहाँ सुरक्षा हुनु पऱ्यो नि, लुटेर खाने यहाँ त गयो। त्यस कारणले यहाँको भविष्य अहिले पनि उज्जवल छ, तर त्यो उज्जवल बनाउने एउटै व्यक्ति, फेरि पनि भन्छु, मेरो देशको संवैधानिक सम्मानित सर्वोच्च अदालतको सम्माननीय प्रधान न्यायाधीशको कुर्सीमा नियुक्त भएको मान्छे कामु प्रधान न्यायाधीशले 2टा रिटको निर्णय गरून्, कागजको निर्णय गरून्
आक्षेप लाएर होइन, टिक्दैन। उनले निर्णय गरेपछि हुबहु हुन्छ त्यो। फेरि संसारले मान्नुपर्छ। देशभित्र त कुनै छोडिदिनुहोस्, जेल जा भनेपछि जानुपर्छ। कुनै संवैधानिक इजलास भनेको त्यस्तो हो, 5 वटा, त्यसको कुनै विकल्प छैन। त्यहाँबाट म निक्लेर मान्छे अस्ति यदि म अलिकति पनि चलाक थिइनँ भने मलाई थुन दिन्थेँ। आज तपाईँ र मेरो भेट हुँदैन त म जेल हुन्थेँ। त्यस कारणले अर्थ कुनै कठिनै होइन। र राजालाई बकाइदा मैले भन्दा यो एड नआए पनि देश चल्छ। एड आएन भनेर यत्रो रोइलो पर्दैन। एड आउनै पर्दैन, लोन आउँछ। जसको 2-3%, 4% जुन देशमा को प्रोडक्सन गर्दैन, यहाँ तपाईँले 7% त लिएर जा, आफू बस, तेरो भिसा पाउँछस्, तेरो पैसा लिएर तँ यहाँ बस। तैँले $3000 पनि पाउँछस्, तेरो $4000 पाउँछन्। किनभने यहाँ प्रोफेसरहरू उता ब्रिटिस कलेजमा 48,000मा आएर बसेका छन्। 48,000 भनेको उसमा चाहिँ डलरमा। अकोमोडेटिङ दिने 48,000मा 4,000 पर्यो। विदेशका प्रोफेसर भनेपछि यहाँ नआउने होइन, पैसा लिएर जो पनि आउँछन्, चाइनिज आउँछन्, सबै आउँछन्, राखेर आफूले गराउन सक्नु पर्यो र गराउन सकिन्छ। पर्यो भनेर म गराउँदिनँ। म त्यो क्षमता प्रधानमन्त्रीलाई 7 दिनमा 1 दिन कृषिमा उभ्याउन सक्छु। मेरो प्रधानमन्त्रीको दावा होइन। अब पहिले आर्थिक मान्छे कति दिन बाँच्छ भनेको त्यो 21 वर्षको पनि बाँच्छ, 80 वर्षको पनि बाँच्छ। त्यसको आयु कसैका हातमा हुँदैन। त्यस कारणले म कन्फर्म छु, म तयारी छु डकुमेन्टली। कसैले 1-2वटा देशबाट राजदूत फिर्ता हुने भनेका दिन यी अपराधीहरू, टङ्कजी यो बुझिदिनुहोस्, हामीलाई सरकारी बात नखुवाइदिनुहोस्। ठिक छ टङ्क सर, यो एउटा पाटो तपाईँले भन्नुभयो। एडले रोकिएर केही फरक पर्दैन भन्ने तपाईँको एउटा पाटो आयो। बडा यसमा आत्मबल पनि राख्नुपर्छ भन्ने कुराले पनि तपाईँले राख्नुभयो। तर अब एड नआएर मात्रै होइन, ग्रे लिस्टमा परिसकेपछि अब ब्ल्याक लिस्टतिर गयो भने चाहिँ लोन पनि नआउने स्थिति बन्छ। आइगो कसैले पत्याइहाल्यो भने पनि चर्को ब्याज नेपालले तिर्नुपर्ने स्थिति हुने स्थिति आउनेतर्फ विषय केन्द्रित भइराखेको छ। अब यसलाई आत्मनिर्भर बनाउनेतिर, देशैलाई आत्मनिर्भर बनाउनेतिर दलहरूले सोचिरहेको छैन। राष्ट्रिय एकताको आवश्यकता महसुस हुँदै गएको छ अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा, त्यतातिर पनि दलहरूले सोचेको देखिँदैन। भनेपछि अब विकल्प के हो त? विकल्प यस्तै हुँदाखेरि अबको 6 महिनाभित्र गृहयुद्ध हो। किनभने ताप्लेजुङको केबुल कार त गृहयुद्धको उसमा गएको। विकल्प भनेको अब गृहयुद्ध मात्र यो विकल्प। र अर्को विकल्प सर्वोच्चले भोलि पनि निर्णय गर्न सक्छ। जस्तो चोलेन्द्र शमशेरको प्रधान न्यायाधीश हुँदा निर्णय गरेको, रञ्जन कोइरालालाई थुनेको, पछि फेरि छोडिदिएको अनि थुने। रामचन्द्रजीले त्यो उसलाई निकालिदिएको, त्यो सर्वोच्च अदालतले निर्णय गर्न सक्छ। सर्वोच्च अदालत त्यस्तो निकाय संसारको हो कि सबैको औषधि न्याय प्रणालीबाट मात्रै हुन्छ। न्याय प्रणाली सुध्रिँदाखेरि यहाँ अर्थ आउने, लिएर आउने मान्छे थामेर सक्ने गरी हुँदैन। रह्यो अब प्रोडक्सन इजी, आर्थिक प्रोडक्सन इजी, तर प्रोडक्सन बेच्ने ठाउँ चाहिँ त्यो व्यवस्था हुनु पर्यो। होइन, व्यवस्था हुनु पर्यो, यिनीहरूसँग छैन त्यो। बजार हुनु पर्यो नि। बुझेँ, त्यही भन्न खोजेको। व्यवस्था भनेको बजार हामी कहाँ चीन र इन्डियामा जाँदैन। उनीहरूको ओभर डम्पिङ यहाँ छ। हरेक चिजको खाने चिज तपाईँ चाइनिज र इन्डियादेखि त केही पाउनुहुन्न। उनीहरूले किन्ने त कल्पनै नगर्नुहोस्। त्यस कारणले थर्ड कन्ट्री भनेको मसँग छ। ठिक छ, यो त राज्यसँग छ, राज्यले पहल गर्नु, राज्यले पहल गर्नु पर्यो, मैले गरेर हुँदैन। त्यो एउटा तपाईँले भन्नुभयो, त्यो ठिक छ। तर टङ्कजी एउटा कुरा, यो आफैलाई मात्रै उत्पादन गरेर आत्मनिर्भर मात्रै भए पनि धेरै ठुलो पर्याप्त कुरा हुन्छ। किन व्यापार घाटा रोकिन्छ, दुईटा छिमेकीबाट जसरी आइरहेका छन् यसलाई मात्रै कम गर्न सकियो भने पनि नेपाल आत्मनिर्भरताको बाटोमा जान्छ। तर अब यतापट्टि लाने भन्दा यतापट्टि गयो भने त ठुलै बिगार हुन्छ भनेर अवरोध गर्ने जस्तो स्थिति राज्यका नीति निर्माण तहमा बसेकाहरू काम गरिरहेका छन्। अब प्रधानमन्त्री कोसँग लडाइँ गर्छन्? बालेनसँग। प्रधानमन्त्री कोसँग लडाइँ गर्छन्? कुलमानसँग। प्रधानमन्त्री कोसँग लडाइँ गर्छन्? हर्क साम्पाङसँग। लडाइँ यतापट्टि छ। देशको प्रधानमन्त्री के सोच्नुपर्ने बेलामा के लडाइँ खेलिरहेछ, यो के गरेको होला भन्ने मान्छेको एउटा अचम्म लाग्दो गतिविधि छ। उहाँ ऱ्याप सुनेर बस्नुहुन्छ प्रधानमन्त्री। यो के गरेको ओलीले भन्छन् एकाथरी मान्छेहरू, अर्काथरी के भन्छन्?
भन्दा खानेपिने सबैभन्दा ठुलो स्रोत महानगर हो। त्यहाँ चाहिँ आफ्नो पार्टीको नभएपछि अगस्ती प्रधानमन्त्रीले महानगरमा बन्चरो चलाएको चलाइछन्, भएको यति हो भन्छन् कतिपय। अब यो राजनीति कसरी सङ्लिन्छ टङ्कजी? तपाईँले अदालतले काम गर्यो भने सङ्लिन्छ, अर्को गृहयुद्धले सङ्लिन्छ भन्नु? गृहयुद्धले सम्झिने कुरै भएन, त्यो अफ्रिका जस्तो हुन्छ, हामी सम्हाल्न सक्दैनौँ। मेरो जसले तपाईँले पनि भेट्न सक्नुहुन्न। अब अदालतले कसरी यो सुधार्न सक्छ? न्यायालयले कसरी राजनीति सुधार्न सक्छ? होइन, राजनीतिक सुधार्ने होइन बाबा, राजनीतिमा बसेका मान्छेको टु दी डकुमेन्ट चाहिँ अपराध त्यहाँ इनरोल भइसकेको छ। अपराध गरेको कुरो प्रमाणित गर्ने बित्तिकै 1 घन्टा पनि त्यहाँ बस्न सक्दैन, कसै पनि बस्नै मिलेन नि, बस्नै मिल्दैन। तपाईँलाई डकुमेन्टली तपाईँले गरेको अपराध त्यहाँ सब्मिट भएको छ, तपाईँका डरले अथवा तपाईँका मान्छे त्यहाँ राख्नु भएको छ, लभले बसेका छन्। यहाँ बसिएको त्यतिकै मात्रै ठुलो अपराध। यो अपराध, जटिल अपराध भनेको, अदालती अपराध भनेको 61बाट सुरु भएको प्रधान न्यायाधीशले। त्योभन्दा अगाडि ठुलो आर्थिक अपराधमा राजनीतिक अपराध, न्यायालय पनि स्वतन्त्र छैन, राजनीतिक हस्तक्षेप छ। तपाईँलाई राम्रो थाहा छ। नजान्छु त, जम्मै गुजरेका मान्छे छन् भनिहाल्यो नि। अब कसरी सुधार्ने त? अदालत सुधार्नु पर्ने त जटिल कुरा हो नि त। होइन, जटिल कुरा होइन कि, त्यो त्यहाँ पुगिसकेको छ। दल सुधार्नु कि अब नेपाली जनताले पार्टीको नेता सुधार्नु कि सेना सुधार्नु कि सर्वोच्च अदालत सुधार्नु कि कता कता के सुधार्नु? नेपाली एकचोटि तपाईँ सुन्नुहोस् विषयमा, यो विषयमा बताउनु। पटक सर्वोच्च अदालतमा भदौ 12 गते रिट चाहिँ लिएर गएर राखेपछि म एउटा 26 गते दर्ता भयो। के भन्दाखेरि यो देशमा ऋण यति लागु हो, योले केही हुँदैन, जन्म सङ्ग्रहमा जानुपर्छ र यी अपराधी यी हुन् 4 जना भनेर नाम दिया छ। त्यो चाहिँ ज्याने त्याने दरपिट गरेर निवेदनबाट त्यहाँ संवैधानिक क्लासमा जाने हो। 5 जना लडिराख्नु भएको छ, मैले बुझेँ। त्यसको म बुझ्नु त्यसको बुझ्नु भएको छैन, त्यसको जिस्टेज। अनि त्यो अर्को के गएको छ भने संवैधानिक परिषदले नै हरिकृष्ण कार्कीलाई जो 3 अरबको भ्रष्टाचार सर्वोच्च अदालतको बिल्डिङमा भएको डकुमेन्ट सहित छ, ऐनको भूकम्प जाने पर्यो, आफै अपराधी भएको छन् र त्यो अपराधी इन्टरनेसनलकरण हुन्छ भनेर भनिदिएको छ। त्यो अब 1 महिनाभित्रमा अन्तर्राष्ट्रिय जगतमा गएपछि तिम्रो देशको सर्वोच्च अदालत र संवैधानिक परिषद अयोग्य रहेछ, राष्ट्रपति चाहिँ असंवैधानिक रहेछ, तिमीले आफ्नो संविधान चलाउन सक्दैनौ भने, देश चलाउन सकेन अपराधीले, तिमीलाई मान्यता छैन भनिदिने बित्तिकै भोलिपल्ट सुध्रिन्छ। त्यो वेमा जाछ, हल्ला गरेर लाखौँ भेट्टा गरेर लुटेको पैसा उडाएर हिँडेको छ नि त अहिले दुर्गा प्रसादजी त। उनीसँग 2069 सालमा उनीसँग देखावटी पैसा 2 करोड पनि थिएन, स्थायी सम्पत्ति थियो होला, हाम्रो सडक बिहाको जमिन। त्यो एउटा दुर्गातिर केन्द्रित गरौँ, खर्चको कुरो तपाईँले उदाहरण दिनुभयो। उदाहरण होइन, अहिले जुन भिड भएको छ नि, भिड जहाँ खर्च हुन्छ त्यहाँ भेलाउने हुन्, सुक्खामा त कोही पनि जाँदैन नि त, भएको यो भयो। अब यसमा थपिँदै गयो, अन्तर्राष्ट्रिय थपिदियो भने यो राजा लिएर गएर बसाउलान्, अथवा अशोक सिग्देल हाम्रो कामु प्रधान सेनापतिले च्याप्पा समातेर लगेर नारायण ढिनमा जम्मै गोलीसली चलाएर लगेर थामिएला। नभए राजाले टङ्कजी के गर्नुपर्छ, के हो आर्थिक त म त्यो लिएर जान्छु भने आउन सक्लान्, नसक्लान् भन्दिनँ म। तपाईँलाई भनेपछि चाहिँ आउन सक्छ? होइन, उनीसँग 2072 साल माघ 6 गते गएर बसेर 1.5 घन्टा जसरी अहिले तपाईँसँग बोलिरहेको छु राजासँग यसरी प्रस्तुत गरेको दिस मोडल, र म श्रीलङ्काको मोडलमा मात्रै चेन्ज गर्न सक्छु। राजा जनता आएर भिडले हुँदैन, किनभने श्रीलङ्का विषयमा तपाईँले बुझ्नु भएको होला, JR जयवर्धने पहिले बन्दरनायके प्रधानमन्त्री सिस्टम हो, 2/3 ल्याएर श्रीलङ्का मोडलको आन्दोलन हुनु पर्यो यहाँ। होइन, आन्दोलन होइन, संवैधानिक संविधानमै चेन्ज गर्नुपर्छ, राजा राख्ने भनेर, अन्य कुरै होइन। त्यसको मतलब अब राजा ल्याएपछि सुधार हुन्छ? राजा ल्याएपछि होइन, राजा त्यसरी आउँदैन। कसरी आउँछन्? राजा आउँछ, राजावादी के का लागि कुदेका त राजा आउँदैनन्? त्यो बलबाट, हरेक बलबाट रहेछ नि। अर्को बलको कुरो तपाईँलाई भनिदिउँ, 2007 साल मेरो होइन, मेरा 4 जना बारिए। होइन, राजा ल्याउँछौँ, समातेर नारायणहिटी पुर्याउँछौँ, अनि यिनीहरूलाई थुन्छौँ र परिवर्तन ल्याएर देशको स्थिति बसाउँछौँ भन्दैछन् नि त मान्छे। तपाईँ सुनिरहेको छु, दुर्गा प्रसादले भनेको पनि सुन्नुभयो। अनि यसरी आउँदैनन् राजा पनि भन्दै हुनुहुन्छ तपाईँ। राजा आएपछि सुध्रिन्छन् भन्ने तपाईँको मान्यता हो कि होइन? होइन भने यी मान्छे किन कराउँछन् त? बुद्धि नभएर? होइन, बुद्धि नभएर, बुद्धि भएका भए त आर्थिक विकासमा लाग्छ नि त।
अनि यो कुटरी छापेर खाने व्यवस्थाको झमेलामा लाग्दैन। व्यवस्थाको झमेलामा अब व्यवस्था र ऐन कानुन नियम चलाएर चाहिँ चेन्ज गर्नुपर्छ, आर्थिक विकास गर्नुपर्छ भन्ने केही नै छैन। लडाइँ गरेर झुन्ड भेला भएर 7 सालको पनि झुन्ड भेला भएर ल्याएको हो, त्यहाँ कसले सघाइदियो यिनीहरूलाई थाहा छैन। र 46 सालको पनि को आएर बसेर मात्रै चेन्ज भयो यिनीहरूलाई थाहा छैन। अनि आफू 62-63 त अब छँदैछ। होइन 63 पनि कसले ल्याइदिएको हो भन्ने कुरो यिनीहरूलाई त्यहाँ जित छैन। हामीले भिलले राजा निकालिदियौँ अरे, राजा यिनीहरूले निकाल्या हो र? राजा त यिनीहरूले निकाल्या होइन, मलाई थाहा छ। ठिक छ टङ्क सर, अब यही प्रणालीमा न्यायालयले उचित भूमिका खेलिदियो भने आम सुधार हुन्छ भन्ने तपाईँ? भूमिका नै होइन, न्याय दिनु पर्यो, न्याय बोल्नु पर्यो। तपाईँ अपराधी भनिदिनु पर्यो। तपाईँको कागज बकाइदा छ, कागज बोल्ने गरेको पुष्टि हुन्छ भने त्यहाँ न्याय निरूपण हुनु पर्यो। होइन पुष्टि होइन, तपाईँको सरकारी कागज, तपाईँले गल्ती गरेको कागज, ल्याप्चे गएको कागज त्यहाँ उस कहाँ छ भने मुख हेरेर मलाई के गर्छ, म मालिक हुँ, मलाई यसले नियुक्ति गरेको भनेर बसेका छन् खाएर यिनीहरू। भएको यति मात्रै हो। ऊ सुध्रिने बित्तिकै 7 दिनका दिन अर्को सिनारीमा जान्छ। यहाँ केपी ओली त्यो कुर्सीमा पनि हुँदैनन्, शेरबहादुरजी पनि हुँदैनन्, प्रचण्डजी पनि हुँदैनन्, त्यसका 20 जना हुँदैनन् भनेपछि 50-60 जना 100 जना जान्छन्। अनि जाने त फेरि त्यो कानुन अनुसार सस्पेन्ड गर्नुपर्छ। यहाँ 26औं अरब ऋण भयो, ऋण लागेको ठाउँ 20% नै लागेको छैन, 80% खा छ। अनि त्यो त प्रमाणित बकाइदा इन्जिनियरिङदेखि लिएर सारा इकोनोमिक्स त्यो सबै चिज इभ्यालुएसन र मूल्याङ्कन गरेर तपाईँलाई पठाएर इस्टिमेट गर्नुभयो भने तपाईँले ल्याएको 1 घन्टामा म सकिदिन्छु, आधा घन्टा सकिदिन्छु, यो गल्ती भयो सुधार्नुहोस् भनेर। त्यो क्षमता राख्नुपर्छ। देश सुध्रिन्छ। ल, मौका दिनुभयो, धन्यवाद।